उत्पत्तिको किताब 22:1 हामी हेर्नेछौँ। अब्राहमको विश्वासको जाँचलाई हामी हेर्नेछौँ। ल फेरि यहाँनिर यसरी लेखेको छ, पहिले नै लेखेको छ अब्राहमको विश्वासको जाँच भनेर। अनि विश्वासको जाँच चाहिँ हामी कतिपल्ट धेरै कुरा हामी आफ्नो चिजलाई पनि हेर्दाखेरि हामी धेरै कुरा जाँच गर्छौँ है। मार्केटमा गयो भने हामीले लुगा पनि जाँचै गर्छौँ, हामी हेर्छौँ है कस्तो छ के छ, कति पर हामी प्राइस सोध्छौँ। सब्जी बजारमा गयो भने सब्जीहरू हेर्छौँ राम्रो छ छैन होइन, बासी हो कि पुरा फ्रेस हो त्यो कुरा पनि हेर्छौँ हामीले। यसरी नै परमेश्वरले पनि जाँच गर्नुहुन्छ है। र हामी जाँचिने व्यक्ति हौँ। हामी कसरी जाँचिनुपर्छ, जाँचिँदाखेरि चाहिँ हामी परमेश्वरले जाँच्दाखेरि चाहिँ हामी कस्तो हुनुपर्छ, परमेश्वरको जाँचको समयमा चाहिँ हामी तयारी हुने समय, त्यो चिजलाई हामी हेर्नेछौँ। अब्राहमको जीवनमा परमेश्वरले जाँच गर्नुभएको छ। परमेश्वरले यस्तो खालको जाँच गर्नुभएको छ, एकदमै त्यो जाँच गर्दाखेरि चाहिँ अब्राहम चाहिँ एकदम स्थिर र विश्वासमा दृढ भएर रहेको विश्वासलाई हामी देख्छौँ। ल हामी पढ्नेछौँ त्यो वचनलाई। केही समयपछि परमेश्वरले अब्राहमको ठुलो जाँच गर्नुभयो र त्यसलाई भन्नुभयो, हे अब्राहम, तिनले भने म यहीँ छु। अब्राहमको ठुलो जाँच परमेश्वरले गर्नुभयो। परमेश्वरले पहिला अब्राहमलाई बोलाउनु भयो, हे अब्राहम, तिनले भने म यहीँ छु। म यहीँ छु भन्ने कुरा मैले पहिला पनि बताएको थिएँ। म यहीँ छु भन्दाखेरि चाहिँ के बुझ्छु भन्दाखेरि हामी बुझ्नुपर्छ भन्दाखेरि चाहिँ हमेसा उहाँमै रहिरहनु, उहाँमा बनिरहनु। म यहीँ छु प्रभु, म तपाईँमै बनिरहेको छु। हामी हिँड्दा पनि प्रभु म तपाईँलाई धन्यवाद दिन्छु, म तपाईँ मेरो साथमै हुनुहुन्छ। हामी परमेश्वरलाई पुकारिरहनु पनि हामी यहीँ छु, म उहाँमै रहिरहेछु र उहाँको भय मैले मानिरहेको छु, उहाँको आज्ञाकारितामा म हिँडिरहेको छु भन्ने कुरालाई नै हामी बुझिन्छ है। म यहीँ छु भन्दाखेरि अनि उहाँले म यहीँ छु, उहाँले भन्नुभयो तेरो छोरो अर्थात् तैँले माया गरेको तेरो एउटै छोरो इसाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। अब्राहमलाई परमेश्वरले जवानमै छोरा दिएको होइन नि, उसलाई त 75 वर्षको उमेरमा उहाँलाई घरबाट निकालेको हो नि त होइन। परमेश्वरले त जुन जस्तोलाई म तँलाई म देखाउँछु त्यो जग्गा जा भनेर त्यति बेला तुरन्त हिँडेको छ, अब्राहम निस्केको छ। अनि यहाँ पनि उहाँले त्यति बेला कहाँ जानुपर्ने, त्यो जग्गामा के मेरो लागि केही तयारी छ, मेरो लागि त्यहाँनिर घर बनाइएको छ अनि त्यहाँनिर खानेकुरा सबै कुरो छ भनेर सोधेको छैन। तुरुन्त आज्ञाकारी है उहाँ हिँड्नु भएको छ, निक्लिनु भएको छ। र यहाँ पनि किनकि परमेश्वरले एकमात्र छोरा, उसलाई 100 वर्षको उमेरमा छोरा दिनुभएको छ उहाँलाई, र त्यो छोरालाई पनि मेरो नाउँमा बलिदान गर, होम बलि चढा मेरो नाउँमा। अनि अब्राहमले के गर्छन् त त्यति बेला, प्रभु मलाई 100 सालको उमेरमा 100 सालको उमेरमा मलाई छोरा दिनुभयो, त्यो पनि बलिदान गर भन्नुहुन्छ। केही सवाल सोधेको छैन त्यहाँनिर, किनकि परमेश्वरले अब्राहमलाई पुरा थाहा थियो कि परमेश्वरलाई निश्चय नै जुटाउनुहुन्छ भन्ने कुरा। परमेश्वरलाई निश्चय नै थाहा थियो कि परमेश्वरले मेरो निम्ति अगाडि केही राखिदिनु भएको छ। यो मेरो निम्ति चुनौती हो, तर अगाडि गएपछि मैले केही न केही मेरो निम्ति परमेश्वरले राखिदिनुहुन्छ भन्ने विश्वास निश्चय नै उसलाई थाहा थियो। आमेन। अनि उहाँ के भनिन्छ, डाँडामा त्यसलाई होम बलि गर भन्नुभयो। अब्राहम बिहानै उठे, गधा काठी कसे, बिहानै उठेर गधामा काठी कसे र आफ्ना नोकरहरू मध्येका 2 जना र छोरा इसाकलाई साथमा लिए र होम बलिको निम्ति दाउरा चिरे र परमेश्वरले तिनलाई देखाउनु भएको भन्नुभएको त्यस डाँडामा हिँडे। भोलिपल्ट उहाँ हिँडिहाल्नु भएको छ, आफ्नो 2 जना नोकरलाई लिएर, दाउरा लिएर, आफ्नो छोरालाई लिएर। यहाँ पनि परमेश्वरले सवाल गर्नुभएको छैन, किनकि परमेश्वरलाई बराबर थाहा थियो। किनकि छोरा कसले दिएको, 100 सालको उमेरमा परमेश्वरले नै दिनुभएको होइन, र परमेश्वरले नै दिनुभएको छोरालाई उहाँले नै किन लिन चाहनुहुन्छ भनेर उहाँले सोधेको छैन, किनकि उहाँकै हो त्यो सबै कुरा, उहाँले नै मलाई दिनुभएको। त उहाँले कुनै न कुनै त मेरो निम्ति जुटाइदिनु भएको छ, मेरो निम्ति केही न केही त राखिदिनु भएको छ भन्ने कुरा उसले जानेका थिए। त्यो विश्वास उहाँको जीवनमा बनिरहेको थियो है। र उहाँनिर ठाउँमा हिँडे। तेस्रो दिन अब्राहमले हेर्दा डाँडामा त्यो ठाउँ देखे। तेस्रो दिन, 3 दिनको बाटो हिँड्नु परेको छ। अनि 3 दिनको बाटो हिँडाइले गर्दाखेरि हिँड्नु भन्ने कुरा चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि अझै एउटा आफ्नो छोरालाई 100 वर्षको सालमा उहाँले आफ्नो छोरालाई बलिदान गर्नु माग्नुभयो र पनि उहाँ
विश्वास साथ हिँड्नु भएको छ, विश्वासको पाइला चालेको छ। पहिला हामीले जब परमेश्वरमाथि भरोसा गर्छौँ भने हामीले पाइला चाल्नु पनि जरुरी छ। आमेन। अब्राहमको विश्वास हिँडाइले त्यही कुरा हामी बुझ्छौँ। हामी कतिबाट हिँड्छौँ, कुन जग्गा हिँड्दैछौँ हामीले त्यो पनि हामीले जान्न जरुरी छ, र हामी कुन विश्वासमा हिँड्दैछौँ त्यो पनि जान्न जरुरी छ। अनि अझै एउटा हामी हिँड्ने हाम्रो विश्वासको हिँडाइ धेरै कुराहरू छ। हामीले विश्वासको हिँडाइ हो भने एउटा हामीले प्रार्थना गर्नु पनि हामीले हिँड्नुपर्ने हो। हामी कतिबाट मैले बेलुका प्रार्थना गर्नै पर्छ, होइन नि, हाम्रो व्यक्तिगत हुनुपर्छ। मैले परमेश्वरलाई मैले पुकार्नुपर्छ। हाम्रो हिँडाइ वचन पढ्नु पनि हाम्रो हिँडाइ हो, किनकि हामीले वचनलाई निरन्तरता दिएको छौँ भने त्यो विश्वास वचनद्वारा नै परमेश्वरले अझै हामीलाई हिँड्न सिकाउनुहुन्छ, अझै गहिरा र रहस्य कुरा सिकाउँदै लानुहुन्छ। हाम्रो वचन पढ्नु, वचन हेर्नु हाम्रो हिँडाइ पनि हो एउटा। अनि हाम्रो प्रार्थना गर्नु, फास्टिङ बस्नु पनि हाम्रो हिँडाइ नै हो, किनकि हामीले निरन्तरता परमेश्वरलाई दिएको छ। किनकि उसले आफ्नो छोरालाई बलिदान गर्नुको निम्ति 3 दिन लागेको छ। उसलाई त्यो जुन डाँडा जुन डाँडा जहाँ भनेको छ त्यो डाँडा हेर्नुको निम्ति त्यो डाँडा 3 दिनमा उहाँले देख्नु भएको छ। 3 दिन हिँड्नु भन्ने आफ्नो छोरालाई नै बलिदान गर्नुको निम्ति हिँड्नु भन्ने कुरा कठिनाइको कुरा हो। यो समयमा परमेश्वरले हामीलाई कुनै बलिदान माग्नु भएको छैन। एउटा विश्वास साथ तैँले मलाई पुकार भन्नुभएको छ। परमेश्वरले हाम्रो पुकारालाई, हाम्रो निश्चयतालाई, हाम्रो धैर्यलाई मात्रै उहाँले खोज्नु भएको छ। अनि हाम्रो हृदयबाट पुकारेको पुकारालाई मात्रै उहाँले खोज्नु भएको छ। आमेन। हामीलाई परमेश्वरले हामीलाई थुप्रो कुरा तीर्थ जा कहाँ जा भन्नुभएको छैन, तर हृदयबाट मलाई पुकार, म तेरो साथमा हुनेछु र म तँलाई हमेसा तँलाई डोर्याउनेछु भन्नुहुन्छ। यसरी नै अब्राहमले एक निश्चयता राख्नु भएको छ अनि उहाँनिर हिँड्नु भएको छ। 3 दिनमा त्यो दिन देखे भनेको छ, 3 दिनमा। अनि उहाँले त्यो देखे र तब अब्राहमले आफ्ना कमारालाई भने, तिमीहरू यहीँ गधासँग बस र म र यो केटो परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौँ। 2 जना नोकरलाई, गधालाई पनि उहाँले सामानहरू बोकाएर लिएर जानुभएको थियो। अहिले यहाँनिर हामीले हेर्दाखेरि गधालाई त उहाँले लिएर जान सक्नुहुन्थ्यो नि, त्यो नोकरलाई पनि त लिएर जान सक्नुहुन्थ्यो, किन आधी बाटोमै उहाँले राख्नुभयो। 2 जना नोकरलाई र गधालाई त उहाँले त्यहीँनिर छोडिराखेर हामी परसम्म गएर फर्केर आउँ भनेर किन भन्नुभयो त? किन उनीहरूलाई लिएर जानु भएन उहाँहरूका नोकरलाई चाहिँ? तर उहाँनिर अझै एउटा के भन्नुभएको छ उहाँले भन्दाखेरि हामी फर्केर आउनेछौँ। नोकरलाई पनि भन्नुभएको छैन म फर्केर आउँछु भनेर। हाम्रो शब्दलाई हामीले हेर्नुपर्ने कुराहरू हुन्छ कि हामी फर्केर आउनेछौँ। म त्यो जग्गा जानेछु अनि बलिदान गर्नेछु, परमेश्वरले बलिदानको निम्ति थुमा जुटाउनु हुनेछ अनि मेरो छोरालाई म साथमै फर्काएर ल्याउनेछु भन्नेसम्म उहाँकोमा विश्वास थियो। विश्वास नभएको भए उहाँले यसरी तुरुन्त आज्ञाकारी भएर उहाँ हिँड्नुहुन्थेन होला। उहाँले पहिला सवाल त गर्नुहुन्थ्यो होला, प्रभु मलाई 100 वर्षको उमेरमा तपाईँले छोरा दिनुभयो, त्यो पनि तपाईँले माग्नुहुन्छ। त्यहाँ माग्नु भएको, उहाँले केही सवाल गर्नु भएको छैन, परमेश्वरले जुटाउनुहुन्छ है। र फर्केर आउनेछौँ। नोकरहरूलाई किन लानु भएन उहाँले? हामी कतिपल्ट हाम्रो आफ्नो कुराहरू कतिपल्ट हामी बताइहाल्छौँ है, हामी सुनाइहाल्छौँ, तर हामी कतिजनालाई कतिवटा कुरा भनिहाल्नु पर्छ। अगर त्यो नोकरलाई उहाँले मेरो छोरालाई बलिदान गर्नु भनिरहनु भएको छ परमेश्वरले कि हामी जानेछौँ भन्नुहुन्थ्यो होला त, किन भन्नु भएन उहाँले? किन नोकरहरूलाई पनि उहाँले भन्नु भएन? किनकि त्यो विश्वासको जाँच एक्लै जाँचिन्छ। हामीले अनुभव गर्ने कुरा हामी खुद व्यक्तिगत गर्नुपर्छ। हामीलाई उसलाई सोधेर परमेश्वर मसँग बोल्नु भएको थियो हो कि होइन भनेर अरूलाई सोध्नु सकिँदैन। तर हामीले कुनै कुरा हामीले सपनामा देखेको कुराहरू छौँ भने पनि हामी हिँड्दै गर्दा प्रार्थना गर्दा हामी व्यक्तिगत प्रार्थना गर्दै हामी परमेश्वरसँग बनिरहेको छौँ भने परमेश्वरले हामीलाई धेरै कुरा बोल्नुहुन्छ। त्यति बेला हामी अरूलाई गएर सोध्नु सक्दैनौँ, हामी परमेश्वरलाई नै सोध्नुपर्छ, किनकि परमेश्वरले नै बोलेको शब्द हो भन्ने कुरा हामी जान्नु पनि जरुरी पर्छ। आमेन। अनि परमेश्वरले यस्तो समयमा बोल्नुहुन्छ कि हामी कुन समयमा, हामी कुन सन्दर्भमा हामीले परमेश्वरलाई पुकारेको छ, हाम्रो विश्वास कहाँनिर छ त भन्ने कुरा हामीले जान्नु परेको हुन्छ। त्यति बेला हामी बोल्दै गर्दा हामीले परमेश्वरको आवाजलाई सुन्दै गर्दा त्यो आवाजलाई खोट्याउने पनि हुनुपर्छ, किनकि यो परमेश्वरबाट आएको हो या कुन चिजबाट। हामीले कतिबाट आज त मलाई सपनामा खैनीमा खाएको थियो भनेर बिहान उठेर खैनी खानु त होइन नि, होइन? तर परमेश्वरबाट आएको त्यो चिज होइन। जो चिज परमेश्वरले मन पराउनु हुन्न भने हामीले त्यो चिजलाई जान्नु पऱ्यो नि त। अरे सपना होइन, प्रभुले भनेको होला भनेर खानु त होइन नि। तर परमेश्वर सपनामा वचन पढ्नु वचन प्रार्थना गरिरहेको आज त मैले प्रार्थना गरिरहेको खुसी बस्नु होइन, बिहान उठेर प्रार्थना गर्नु हो, तँलाई प्रार्थना गर भन्नु हुँदैछ भन्नु हामीले जान्नुपर्ने त्यो सही कुरा हो नि त, होइन? अनि परमेश्वरले गरेको कुरालाई हामी खोट्याउनु जरुरी पर्छ अनि बुझ्न जरुरी पर्छ। अन्त कुन सही कुन गलत हामीले छुट्याउनु पर्छ है। अनि
हामी फर्केर आउनेछौँ र परमेश्वरले अब्राहमले होम बलिको दाउरा उठाएर आफ्नो छोरो इसाकलाई बोकाए। होम बलिको दाउरा परमेश्वर अब्राहमलाई थाहा थियो त मेरो छोरालाई तेरो छोरालाई मेरो नाममा बलिदान गर भन्दा पनि के अब्राहमलाई दुःख लागेको थिएन होला, अब्राहमलाई चिन्ता परेको थिएन होला आज मेरो छोरा बलिदान गरेर लाँदैछु, माया लागेको थिएन उसलाई। तर यहाँनिर के गर्नु हुँदैछ भन्दाखेरि उसले दाउरा जो छोरा बलिदान गर्नुपर्ने दाउरा पनि आफ्नो छोरालाई नै बोकाइराख्नु भएको छ उहाँले है। यो कुराले हामी के बुझ्छौँ भन्दाखेरि दाउरा चाहिँ हामी क्रुसलाई बुझ्छौँ। आमेन। दाउरा चाहिँ हामी क्रुसलाई बोक्छौँ अनि यीशु ख्रिस्टले हाम्रो निम्ति बोक्नु भएको पापको क्रुसलाई बुझ्छौँ हामीले है परमेश्वरलाई। अनि इसाकलाई थाहा थिएन कि यो दाउरा चाहिँ मेरै निम्ति मै बलिदान हुनुको निम्ति हो भनेर थाहा थिएन इसाकलाई। तर प्रभु यीशु ख्रिस्टलाई त सबै कुरा थाहा थियो कि म मानव जातिको लागि अनि संसारमा भएको हरेक जातिको लागि म मर्नुपर्छ, किनकि मैले बगाएको रगतले नै मानव जातिले छुटकारा पाउनुपर्छ, जीवन पाउनुपर्छ, उनीहरूको पाप क्षमा हुनुपर्छ भन्ने कुरा यीशु ख्रिस्टलाई प्रशस्त कुराले थाहा थियो। आमेन, हालेलुया। अनि यसरी नै यहाँनिर अब्राहमले होम बलिको दाउरा उठाएर आफ्नो छोरो इसाकलाई बोकाए र आफ्नो आगो र छुरी आफ्नो हातमा लिए। यसरी दुवैजना सँगसँगै गए भनेको छ। हामी यहाँनिर माथि पढ्यौँ भने तिमीहरू दाउरा पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। माथि भन्छ पूजा गरिकन हामी फर्केर आउनेछौँ, यहाँनिर भन्छ हामी सँगसँगै गए है। उनीहरू दुईजना बाउ छोरा सँगसँगै गएको देख्छ। अनि यहाँनिर एउटा ठुलो कुरा के छ भन्दाखेरि इसाकले आफ्नो पिता अब्राहमलाई भने बुवा, तिनले भने के हो छोरा? त्यसले भन्यो यी दाउरा र यी आगो र दाउरा त छन् तर होम बलिको थुमा चाहिँ खोइ। त्यति बेला इसाकलाई हल्का महसुस भयो होला, किनकि हामी पूजा त गर्न जाँदैछौँ, खोइ त हाम्रो सामान पूजा त गर्न जाँदैछौँ, खोइ होम बलिको थुमा। इसाकले सोधे। अनि तर अब्राहमले के भन्नुभयो यस जग्गामा हेर्दाखेरि हामीले होम बलिको थुमा चाहिँ खोइ। अब्राहमले भने छोरा परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाउनुहुन्छ। आमेन। हेर्नुहोस् त अब्राहमलाई प्रशस्त थाहा थिएन र त्यो डाँडा पनि देख्नुभयो अब्राहमले 3 दिनको बादमा। अझै उहाँलाई पक्का विश्वास हुन थाल्यो कि मेरै छोरालाई मैले होम बलि गर्नुपर्ने रहेछ भन्ने कुरा उहाँलाई थाहा थियो। तर त्यो चिजलाई नसोचेर चाहिँ उहाँले मैले मेरो छोरालाई 3 दिनको दिनमा मैले हिँडेँ, त्यो के अरे डाँडा देखेँ है, तपाईँ दाउरा बोकाए आफ्नो छोरालाई, र पनि उसले त्यो नेगेटिभ कुरालाई लिनु भएको छैन। यहाँनिर परमेश्वरले अब्राहमले छोरालाई कस्तो खालको जवाब दिइरहनु भएको छ त, परमेश्वरले जुटाउनुहुन्छ। हामी कतिपल्ट हामीलाई अलिकति बिमारी भयौँ, केही ज्वरो आयो, भुँडी दुख्यो, खुट्टा दुख्यो भने पनि हामी चर्च जाँदैनौँ, प्रार्थना गर्न हामी सक्दैनौँ। किनकि तर यहाँनिर त हेर्नुहोस् त अब्राहमलाई ठुलो चुनौती हुँदा पनि उसले परमेश्वरमै भरोसा गरिरहेको छ। यत्रो समयमा पनि उसको विश्वास अडिरहेको छ। यत्रो बिना उहाँको जीवनमा मेरो छोरालाई बलिदान गर्दा पनि उसको विश्वास ढलपल भएको छैन। कसैलाई सोधेको छैन मैले यति बिना यत्रो सालमा मैले छोरा पाएँ र पनि माग्नु भयो भनेर कसैलाई उहाँले भन्नुभएको छैन। र पनि उसलाई यस्तो खालको विश्वास बनिरहेको थियो, अझै विश्वासमा बनिरहेको थिए, अझै विश्वासमा दरिलो भएर गइरहेको थिए कि परमेश्वरले नै जुटाउनुहुन्छ त्यहाँनिर है, परमेश्वरले नै जुटाउनुहुन्छ भन्ने विश्वास अझै उहाँलाई पूर्ण भएर गइरहेको थियो। उहाँले हिँड्दाखेरि पनि त्यो दौडलाई हेर्दाखेरि उहाँले परमेश्वरप्रति नै उहाँले आफ्नो आँखा उठाइरहेको थियो, त्यो हृदयले उहाँलाई नै पुकारिरहनु भएको थियो। उहाँलाई एकदम विश्वास भइरहेको थियो कि परमेश्वरले मेरो निम्ति जुटाउनुहुन्छ अनि थुमा जुटाउनु हुनेछ। ती दुवै सँगसँगै गए। परमेश्वरले तिनलाई भन्नुभयो। डाँडामा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाए, त्यहाँ दाउरा तह लगाए। त्यसपछि तिनले आफ्नो छोरो इसाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। यो समयसम्म पनि उसको एउटा विश्वास बनिरहेको छ कि आफ्नो छोरालाई वेदीमाथि राख्नु भएको छ। राखे। तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए, तर परम प्रभुका एकजना दूतले स्वर्गबाट तिनलाई पुकारेर भने ए अब्राहम। तिनले भने म यहीँ छु। आमेन। यहाँ पनि हेर्नुहोस् त आफ्नो छोरालाई उठाउने बेलासम्म उहाँको विश्वास एउटै बनिरहेको थियो कि म यहीँ नै छु।
प्रभु म तपाईँमै बनिरहेको छु, मलाई विश्वास छ तपाईँले यो सङ्घर्षमा पनि तपाईँले मलाई, यो मुसिबतमा पनि मलाई, यो घटी कमीमा पनि परमेश्वरले मलाई जुटाउनुहुन्छ। यो जग्गा मेरो हातबाट तपाईँले त्यो छोरा खोज्नु जानुहुँदै तर पनि त्यो जग्गामा छोरा होइन, तर तपाईँले मेरो निम्ति केही न केही जुटाउनुहुन्छ भन्ने विश्वास जोडेर हाम्रो जीवनमा हाम्रो यो एउटा विश्वास हुनुपर्छ कि हाम्रो हर मुसिबतमा नै परमेश्वरले हामीलाई जुटाउनुहुन्छ, परमेश्वरले हाम्रो हर मुस्किलमा नै बाटो खोल्नुहुन्छ भन्ने विश्वास हाम्रो जीवनमा रहिरहनुपर्छ। आमेन। र उनले भने म यहीँ छु। तिनले भने तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। जब तिनले थाहा पाए तिनले परमेश्वरको भय मान्दो रहेछ भन्ने कुरा। अनि त्यति बेला परमेश्वरले पनि पक्का विश्वास उसलाई हेर्नुभयो कि तैँले ममाथि विश्वास गर्दो रहेछस् कि तेरो छोरालाई पनि मबाट अलग ग्याइनस्, अनि मेरो निम्ति तैँले त आफ्नो छोरालाई पनि तयार गर्दा गइस् भन्ने कुरा उहाँले बताइरहनु भएको छ। अब्रामले माथितिर हेरेर एउटा भेडा झाडीमा सिङ अल्झेर फसेको देखे। हेर्नुहोस् त, परमेश्वरले अन्तिम घडीमा हामी कतिपल्ट नि स्टेट हेर्छौँ, हामीलाई भोलि चाहिहाल्छ, भोलि नै चाहिन्छ, पर्सि नै चाहिन्छ भन्छौँ, तर परमेश्वरको काम चाहिँ जाँचेरै गर्नुहुन्छ, उहाँले हेरेरै गर्नुहुन्छ। हामी कतिलाई पाउने बित्तिकै बिर्सिन्छौँ नि त, परमेश्वरलाई थाहा छ। त्यही कारणले परमेश्वरले जाँच गर्नुहुन्छ र हाम्रो जाँचिँदाखेरि हामी जब जाँचिन्छौँ भने परमेश्वरमा हेरेर हामी हिँडेछौँ भने हामीलाई परमेश्वरले निश्चय नै हाम्रो निम्ति धेरै कुराहरू राखिदिनु भएको छ। त्यो मोरियाको डाँडामा परमेश्वरले राखिदिनु भएको के अरे आशिषलाई हामी पर्खिनुपर्छ। परमेश्वरले त्यो मोरियाको डाँडामा निश्चय नै राखिदिएको छ हाम्रो निम्ति। यो सबै कुरा परमेश्वरकै हो, हामीले एउटा विश्वास गरेर माग्नु मात्रै हो, किनकि त्यो परमेश्वरले अघिबाटै हामीलाई दिइसकेको छ। हामीले नजान्नाले गर्दा, हामीले माग्न नजान्नाले गर्दाखेरि, हामीले परमेश्वरलाई पुकार्न नजान्नाले गर्दाखेरि हामीले कति बेला पाएको हुँदैन। पाउँदै गरेको चिज पनि हाम्रो शब्दले गर्दा, हाम्रो कन्सेप्ट नसोच सही प्रकारको नहुनाले गर्दा हामीले गुमाइरहेका छौँ। तर हामीले सही प्रकारले विश्वास साथ हामीले मागेका छौँ भने, अब्रामले जस्तो विश्वास गरेर जब हामी माग्छौँ भने मोरियाको डाँडामा निश्चय नै परमेश्वरले हाम्रो निम्ति जुटाइदिनु भएको छ। आमेन, हालेलुया। परमेश्वरले अनि अब्रामले यसकारण माथि हेऱ्यो भने अब्रामले माथितिर हेरे र एउटा झाडीमा सिङ अल्झेर फसेको देखे। अब्रामले गएर त्यस थुमालाई ल्याए र त्यसलाई छोराको सट्टामा त्यसलाई बलिदान होम बलि गरे। परमेश्वरले हेर्नुहोस् त अचम्मको काम गर्नुभयो। परमेश्वरले हामीलाई धेरै मुसिबतमा पनि, हामी कतिपल्ट नि हाम्रो मुसिबतलाई ठुलो पारिरहेको हुन्छौँ। ज्वरो आउँदा हामीले अरे बहुत साह्रो भइरहेको हुन्छौँ हामी, तर हामीले हाम्रो ज्वरो र हाम्रो मुसिबत, हाम्रो घटी कमी चाहिँ परमेश्वरभन्दा ठुलो होइन, उहाँको विश्वासभन्दा ठुलो होइन। हामी हमेसा कतिपल्ट हामी अलिकति केही हुने बित्तिकै हामी त्यसलाई बहुत ठुलो बनाइहाल्छौँ। तर जब त्यसलाई हामीले विश्वासमा, जब परमेश्वरको वचनद्वारा हामी हेरेर, जब परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई, उहाँले खानुभएको शपथलाई हामीले जब विश्वास गरेर हामीले पुकारेका छौँ भने परमेश्वरले निश्चय हामीलाई थुमा जुटाउनुहुन्छ। हामीलाई छुटो साट्नुको मतलब आफ्नो छोरा त उहाँले फिर्ता दिनुभयो। हाम्रो जीवनमा पनि हरेक घटीकालाई हटाएर हामीले जीवनलाई नयाँ बनाउनु हुने परमेश्वर हुनुहुन्छ। हामीलाई नयाँ जीवन दिने परमेश्वर हुनुहुन्छ। हाम्रो हरेक घटीकामीलाई पुरा गर्ने परमेश्वर हुनुहुन्छ। आमेन। अनि यसकारण अब्रामले त्यस डाँडाको ठाउँको नाउँ परमेश्वरले जुटाउनुहुन्छ राखे। आमेन। परमेश्वरको डाँडामा जुटाइनेछ भनी जुटाइनेछ अनि जुटाउनु हुन्छ, दुईटा शब्द गरेको छ यहाँनिर। हामी कतिपल्ट म दिन्छु भन्दाखेरि एउटै कन्सेप्ट मात्रै हुन्छ कि फलानाले दिन्छ भनेर। जब हामी दिन्छौँ भन्यो भने फलानाले पनि दिन्छ, त्यसले पनि दिन्छ भन्ने कुरा हुन्छ। त्यस्तै नै परमेश्वरले त्यो डाँडाको नाम हेर्नुहोस् त, परमेश्वरले जुटाउनुहुन्छ राखे। अनि त्यहाँनिर जुटाइने छ पनि भने जब हामी विश्वाससँगले हामी माग्छौँ भने नि हामी परमेश्वरलाई स्थिर भएर हाम्रो हर मुस्किलमा परमेश्वरलाई हामी एक विश्वास साथ माग्छौँ भने नि परमेश्वरले हाम्रो निम्ति जुटाउनुहुन्छ। परमेश्वरले कतिपल्ट भनेको छ नि, परमेश्वरले कहिले मलाई माग्छस् र म तँलाई दिउँ भनेर। हामी माग्नुभन्दा पनि बेसी चाहिँ उहाँले दिनुमा उहाँ पर्खिरहेको हुनुहुन्छ। उहाँ दिने परमेश्वर हुनुहुन्छ। हालेलुया। हमेसा उहाँ दिने परमेश्वर हुनुहुन्छ। र
यसरी हामीले यो वचनलाई हेर्दै गर्दाखेरि हाम्रो विश्वास आज कतातिर छ यो दिनहरूमा। आज कतिपल्ट हामी प्रार्थना गर्छौँ, हाम्रो आफ्नन्तका लागि मात्रै गर्छौँ। आज धेरै जग्गा हामीले प्रार्थना गर्न जरुरी पर्छ। हामीले वचन त पढ्छौँ, तर कतिपल्ट हामी वचन मात्रै पढिरहेको हुन्छ, मैले वचन पढ्नुपर्छ मात्रै भनिरहेको हुँदैन। तर हामीले जब मैले यो वचनलाई पढ्नुपर्छ र यो वचनद्वारा नै मैले काम गर्नुपर्छ, यो वचनद्वारा नै विश्वास गरेर हिँडेको छु भने प्रभुले मलाई निश्चय नै सम्हाल्नुहुन्छ, निश्चय नै नयाँ प्रकाशहरू खोल्दै हुनुहुन्छ भने जब हामी विश्वास गरेर हिँड्छौँ भने परमेश्वरले हामीलाई त्यो जग्गाबाट कहिले पनि हटाउनुहुन्न। परमेश्वरले निश्चय नै त्यो जग्गा हामीलाई राख्नुहुन्छ। आमेन। र यसरी हेर्दै गर्दाखेरि हामी अझै एउटा पथलाई हेर्नेछौँ। हामी यही कुरालाई हेर्नेछौँ। यो छोरालाई दाउरा बोकाएको कारण हामी के हेर्छौँ भन्दाखेरि यसमा हामी यीशु ख्रीष्टसँग हामीले तुलना गर्न सक्छौँ यो कुरालाई। किनकि प्रभु यीशुले हाम्रो निम्ति जब हाम्रो पापको निम्ति हामी पापमा छँदैनै है, हामी पापी छँदा नै आमाको गर्भमा हुँदा नै हामी पापी छँदा नै परमेश्वर यीशु ख्रीष्टले हाम्रो निम्ति रगत बगाएर हाम्रो निम्ति उहाँले क्रुसमा टाँगेर परमेश्वरले यीशु ख्रीष्टले हाम्रो निम्ति हाम्रो पापको निम्ति उहाँले अघिबाटै हाम्रो निम्ति रगत बगाइसक्नु भएको छ है। हामी जीवन पाएका व्यक्ति हौँ परमेश्वरबाट। हामी हो यो यीशु ख्रीष्टले हामीलाई अनन्तको निम्ति हामीलाई तयार गर्नुभएको छ। हाम्रो जीवन अनन्तमा छ है। र हामी उहाँले गर्नुभएको बलिदानलाई हामी जब हेर्छौँ भने हामीलाई परमेश्वर यीशु ख्रीष्टले हाम्रो निम्ति हाँसी आनन्द प्रकारले उहाँले हाम्रो पापको निम्ति बलिदान हुनुभएको छ।